हजुर, अछाम जिल्लाको साँपेबगर नगरपालिका वडा नम्बर 9 बुढाकोट घर भई हाल बिरानो मुलुक भारतको मुम्बईबाट महेश साउद। उहाँको एकदमै मन छुने नौलो देउडा गीत वाचन चर्को घाम जिन्दगी भरी। सम्झना झलझली आउँछ खाइखेलेका माटी, जन्म दिने भगवान कर्म किन ढाँटी, जन्म दिने भगवान कर्म किन ढाँटी। फेरेर फेरिने भैया यो चोला फेर्दछ्या, अग्लो डाँडा निचो हैजा जन्म्या गाउँ हेर्दछ्या, अग्लो डाँडा निचो हैजा जन्म्या गाउँ हेर्दछ्या। कठी कठ जिन्दगी हौसिया हुनु जीवन पहाड की, रोपाई सुरु हुन लागि मेरा पहाड की, रोपाई सुरु हुन लागि मेरा पहाड की। नानै छदा हाँसी खेली रमायाका ठाउँ कि, कति सम्राई लागिरहेछ मजन मेका गाउँ कि, कति सम्राई लागिरहेछ मजन मेका गाउँ कि। कठै कठ बैरागीको दुखी मन कहाँ होला डुलने, कहाँ होला ओखती मुलो यी दुःख भुलने, कहाँ होला ओखती मुलो यी दुःख भुलने। रोयाको छ भित्री आत्मा दुख्याको छ मन, आँसुको उपहार दिगई निष्ठुरीलेपन, आँसुको उपहार दिगई निष्ठुरीलेपन। दुःखै छन् यही जीवनभरि कालपापी लाग्दैन, पासो लाउन्या हिम्मत छैन बिस खान सक्दैन, पासो लाउन्या हिम्मत छैन बिस खान सक्दैन। कठै कठ यही दुखी जिन्दगी मेरा कैठौँ रलै जाँदा, सुख भन्नु पाहुना रहेछन् एक दिन आइगई जाँदा, सुख भन्नु पाहुना रहेछन् एक दिन आइगई जाँदा। कठै कठ हस्त धन्यवाद। हजुर, यसै गीत मार्फत सम्झिनु पर्दा मेरो सम्पूर्ण घर परिवार, आफन्तजन, इष्टमित्र, साथी सङ्गी लगायत मलाई महेश साउद भनेर चिन्ने नचिन्ने सबैलाई मिठो माया मिठो सम्झना छ। र अन्त्यमा दाई कान्छा लोकेन्द्र बमलाई त झन् कहाँ बिर्सन सक्छु यति मिठो गीत वाचन गरिदिएकोमा। वाचक कान्छा लोकेन्द्र बम।